सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। यति बेला चाहिँ हामी भान्जा मिलेर चाहिँ गढी जान लागेको है। गढीभन्दा माथि पनि पुगिन्छ होला, सायद माया टारसम्म पनि पुगिन्छ होला। ऐना अलिकति मिलाउनु पर्यो। सो गाइज अहिले चाहिँ हामी दुईसिबाको यो हाट बजार लाग्ने ठाउँमा छौँ है। यहाँ प्रत्येक आइतबार र बिहिबार हाट बजार लाग्छ। अब हामी चाहिँ यताबाट चाहिँ सिधै जुटपानी बजार हुँदै शक्तिखोर जान्छौँ है त। कालिका 3बाट काठे पुल यो पार गरेर कालिका 7मा इन्ट्री भयो है त हाम्रो चाहिँ। यहाँ चाहिँ काठे पुल चोक। मेरो बाइकमा अलिकति हावा कम छ जस्तो फिल भइरहेको। एकचोटि हावा पनि चेक गर्नुपर्छ त्यहाँ अगाडि अङ्कलकोमा गएर। अगाडि चाहिँ टेन्सन चौर छ, हामी फुटबल खेल्ने ठाउँ। तर त आन्टी अङ्कल हुनुहुन्न? मेरो बाइकको पछाडि चक्कामा त लो त हावा कम भयो क्या यार। हो नि, अघि भर्खर हालेको यार। आन्टी थोरै हावा हाल्छु नि है। म आफै हाल्छु नि। हावा खोल्नु आन्टी। ल हावा हाल्यो, यहाँबाट चाहिँ निस्किने अब। जमान जा बाइकमा हावा पनि हालेर अगाडि निक्लेको। हुन त म त गढी त पहिला पनि गइसकेको छु नि त होइन, भान्जा नि पहिला पनि गइसक्यो है। तर पनि भान्जा कति 4-5 वर्ष अगाडि यहाँ बस्दाखेरि चाहिँ गर्थ्यो नि त गढी। अहिले चाहिँ अब गएन, भर्खर विदेशबाट आएको आज हप्ता दिन भयो नि त। भान्जालाई यसो माथितिर गढीभन्दा माथितिर आज चाहिँ माया टारतिर पुऱ्याइदिने सोच गरेको छु होइन। गढी चाहिँ अब यहाँबाट समुद्री सतहबाट चाहिँ 1300 मिटर चाहिँ अर्को साइड हाइटमा छ नि त। शक्तिखोरबाट झन् होइन बबाल टाढो होइन, उकालोको उकालै हो होइन। आयो कि मेरो बाइकले चाहिँ मलाई होइन धोका नदियोस् होइन, बिस्तारै भए पनि माथिसम्म चाहिँ पुऱ्याओस्। पहिला पनि लिएर गएकै हो होइन, पहिला पनि पुऱ्याएकै हो। अलिअलि बिचमा हल्का हल्का घाँडा घुरा चाहिँ घाँचा घुच्चा चाहिँ भएकै थियो। गैँडालाई चोक आइपुग्यो है। पहिला यो गैँडाको मूर्ति थिएन, अहिले चाहिँ गैँडाको मूर्ति बनाएर उतार्नुको लागि रेडी गरेको छ नि त। जे होस् चोक चोकमा मूर्तिहरू चाहिँ राखेर राम्रो बना। अहिले चाहिँ हामी ढिकी डाँडा यो हेर्नु न, यो सुपारीको बोर्ड होइन, यहाँनिर यस्तो दामी लाग्छ कि मलाई। यो एरिया चाहिँ सुपारीको बोर्ड दामी छ नि त यहाँ। घरको लागि दामीसँग सजाखा। त्यो मेरो बाइक यार बडी स्पिड कुदाउने बित्तिकै झाका झुक्का हुन्छ यार। के गर्ने होला यार, यसलाई बिस्तारै लिएर जानु पर्ला अब बिस्तारै। ल गाइस जुटपानी बजार आइपुग्यो है। अब यहाँबाट चाहिँ हामी देब्रे। यहाँनिर स्कुल पनि छ है, यहाँ ग्राउन्ड पनि छ होइन। बुढाहरू चाहिँ विशेष साँझमा बल खेल्न आउँछ। यहाँ पनि पानी ट्याङ्की जुटपानीको, यहाँबाट चाहिँ विभिन्न ठाउँमा पानी सप्लाई हुन्छ खाने पानीको। यो चाहिँ नयाँ ट्याङ्की हो, पुरानो ट्याङ्की त तल भुइँमा अन्डरग्राउन्ड छ त। अहिले चाहिँ नयाँ ट्याङ्की बनाए यहाँ खानेपानीको लागि आर्मी ब्यारेक छ है। कालिका मन्दिर आइपुग्यो हाम्रो। अहिलेको कालिका नगरपालिका चाहिँ कालिका मन्दिरले गर्दा चाहिँ हाम्रो कालिका नगरपालिकाको नाम भएको है। यो चाहिँ हाम्रो कालिका माईको मन्दिर। कालिका माई सबैको रक्षा गर्नु। दामी बनाए मन्दिर पनि। पछि गएर यहाँ पनि फुटबल ग्राउन्ड दामी हुन्छ भन्ने सुनेको छु मैले चाहिँ। उपमेयरको घर आयो चाहिँ। ओइ के हो त आमा, रकेट भएर गएको त। यसलाई हतार छ कि अब। अलिक हेलमेट लगाएर दौडा भए चाहिँ दामी हुन्थ्यो। गैरीबारी चोक। ओहो यहाँ त बाख्रा त आमा ल बाख्रा रमाएको। यताबाट गयो भने चाहिँ गैरीबारी पुग्छ। यताबाट चाहिँ अब शक्तिखोर सिद्धि गढी पनि पुग्न सकिन्छ है। वैकल्पिक बाटो के हो भने यहाँबाट चाहिँ होइन फिस्लिङसम्मको लागि पनि होइन यो गढीको बाटो भएर पिच छ, त्यो बाटो राम्रो छ। फिस्लिङसम्म पनि यो बाटो पुग्न सकिन्छ यदि बाइचान्स यो मुगलिनको बाटो होइन बिग्रेको खण्डमा चाहिँ। अब मैले सुनेको छु पछि गएर यो हाइवे चाहिँ काठमाडौँ जोड्ने हाइवे बन्छ भन्ने सुनेको छु होइन। अब आयो त्यो अब कहिले हुने कुरो हो, मलाई पनि थाहा छैन त्यो चाहिँ। माथि गएर इच्छा कामना पनि आउँछ है। गढी चाहिँ इच्छा कामना गाउँपालिका पर्छ। हेर्नु यहाँ नरिवलको बोट यस्तो बवाल देखेको आमा। माथि पुगेपछि चाहिँ त्यस्तो गर्मी हुँदैन क्या, माथि चाहिँ चिल एकदम कुल हुन्छ क्या। वेलकम टु शक्तिखोर बजार। तपाईँहरूलाई शक्तिखोर बजारमा स्वागत छ है। यहाँबाट हेर्नु न कुनै एउटा होइन चित्रकारले कोर्नको लागि रेडी गरिदिएको होइन सिन्ड्री जस्तो देखिन्छ क्या। सर्लक्क बजारको बिचबाट सर्लक्क होइन शक्तिखोर डाँडा होइन
बबाल दामी देखिन्छ। केही यसो काचाकुचो खानेकुराहरू चाहिँ लिनु पऱ्यो कि माथि अलिक पाउन गाह्रो हुन्छ नि त। पायो भने नि अब यहाँभन्दा त माथि त अलिक महँगो पर्छ क्या। ल मैले एक बोतल त्यो पनि हालेको छु यहाँबाट। माथि गएर बाइचान्स अब तेल पाउँछ पाउँदैन भने बिचमा तेल सिद्धियो भने त तनाव हुन्छ नि त। त्यही माथि ठाडा उकालो छ है, अनि गाडीले अलिक लोड पनि लिन्छ नि त, तेल पनि बढी खान्छ उकालोमा। कहाँ राखिदिनु भयो बोतल? है ल यहाँ राखिदिन्छु ल, थ्याङ्क यू। ल अब चाहिँ शक्तिखोर बजारबाट यसो हल्का फुल्का सपिङ गरेर एक बोतल तेल हालेर निक्लिन लाग्यो है। अब चाहिँ भयो, रेडी भयो जाने नि त? यता हेर्दै नि त नि के चसो लगाइदेऊ नि त, झक्क हिरो भनिदेऊ नि त भान्जा। अनि अन्त यो हो नि त हिरो भान्जा। शक्तिखोरमा चाहिँ अटो चाहिँ बबालै चल्दो रहेछ कि यहाँ चाहिँ, म्याजिक पनि चल्दो रहेछ होइन। बजार पनि अब पुरै डाँडा हो नि त। त्यहाँको अलिकति लगभग भन्ने नि सदरमुकाम जस्तै हो नि त यो त। होइन बजार छ एरिया भएको भएर चाहिँ गाडीको चाहिँ लोड भिड प्याक चल्दो रहेछ यहाँ चाहिँ। अब यसले बाटो दिने कि नदिने हो, उताबाट माथि जाने गाडी पनि निक्लिँदैछ। ल यहाँबाट चाहिँ शक्तिखोर पुल भएर चाहिँ अब हामी देब्रे यता यो साइड गढी साइड यो साइड चाहिँ लाग्छौँ है त, देब्रे साइड यहाँबाट चाहिँ। अनि अगाडिपट्टि नै बबाल दामी होटल पनि अहिले यहाँ बन्दै छ नि त, फुल अब पर्यटक एरिया हो नि त यो त। सम्फर्याङमा तपाईँहरूलाई फेरि स्वागत छ। सिङ्गै ढुङ्गामाथि बनेको यो मन्दिर हो कि यो चाहिँ। यहाँ चाहिँ प्रत्येक एकादशीमा चाहिँ पूजा पनि हुन्छ, मेला पनि लाग्छ यहाँ। ल गाइस तपाईँहरूलाई फेरि चाइनाराङमा स्वागत छ है। बाटो चाहिँ यस्तै हो, ठाडै उकालो हो। उपरतन गढी यहाँबाट चाहिँ 8 किलोमिटर रहेछ है। यो पुल चाहिँ पहिला थिएन, पहिला चाहिँ हामी तलबाट चाहिँ यो माथि गढी जानलाई चाहिँ खोला क्रस गरेर जान्थ्यौँ भने चाहिँ अहिले चाहिँ यो नयाँ पुल भर्खर हालसालै बनेको पुल हो चाहिँ। यो पुल बन्नाले पनि होइन धेरै सजिलो भएको छ कि। अनि यो पुल कट्ने बित्तिकै तपाईँहरूलाई स्वागत गर्दछ दरबेटारले। ल त्यहाँ माथिबाट चाहिँ ठाडै उकालो सुरु हुन्छ। उहाँ दिदीहरूले चाहिँ आमा बाबाहरूले चाहिँ हामीले चाहिँ खानेपानीको पाइप बिचमा लाउनु भएको छ। ल यहाँबाट चाहिँ नन स्टप ठाडो उकालो सुरु भयो भान्जा। अनि अर्को कुरो चाहिँ उकालोमा चाहिँ तपाईँ डाँडा पाखामा चलाउनुहुन्छ भने चाहिँ गाडी चाहिँ होइन हर्न हान्नु चाहिँ एकदम अनिवार्य हुन्छ है। किनकि अब माथिबाट आएको गाडीहरू सिधै ओह्रालोमा हरेर आउँछ नि त, ब्रेक हान्न भ्याउँदैन नि उनीहरूले। त्यही भएर चाहिँ पहिल्यैबाट हर्न हानेरै हिँड्नु उचित हुन्छ डाँडाको बाटोमा चाहिँ। अनि गाडीको माथि चाहिँ 40 किलोमिटर रहेछ। के भयो साथी? के स्टार्ट भएन क्या? यतिकै स्टार्ट गरेर घुमाउनु त चक्का घुम्छ। घुमाएन नि त? बबो न चल्नु चक्का यति घुमाउनु त हातले घुम्छ। ओहो हो, पछाडिको त्यो फाइन बेल्ट छुटेर जाम भयो जस्तो लाग्यो यार। उहाँहरूको चाहिँ अलिकति चक्कै गुडेन र के, यसो हेरिदिनु पऱ्यो। यतापट्टि पुरै खोल्नुपर्छ फेरि यार, मसँग रेन्जै छैन फेरि। ए गुडे त अगाडि चाहिँ नजाँदो रहेछ, अगाडि पछाडि मात्रै हो त यार। जाँदैन नि यार, गाडी बोलाउनुपर्छ। के अरे चाबी झिकेर साइड लगाइदिनु, कसैले पनि लाँदैन यहाँबाट चाहिँ लान चाहिँ। कोही तल छ भने कन्ट्याक्ट गर्नु न। एकचोटि सोधौँ है त। अगाडि गुड्दैन होला बिस्तारै है, पछाडिबाट झार्नु त उसो भाइ घुमाएर यस्तरी साइड लगाएर यसरी धकाल्नु थोर हाल्नु त जान्छ होला थोर। यतातिर साइड लगाएर राखिदिनु। दोस्को
चक्कै अब अगाडि गुडेन छ है। अब मैले पनि केही पनि गर्न सकिनँ। यसो ब्रेक स्रेक मिलाएर हुने भएको मैले ब्रेक स्रेक मिलाइदिन्थेँ थिएँ। बस भान्जा अब ब्रेक स्रेक मिलाएर नहुने भित्रैबाट खोलेर गर्नुपर्ने रहेछ। त्यसको लागि मसँग रेन्जै छैन नि त, नत्र भने रेन्जै भएको भए चाहिँ अलिअलि खोलेर भयो नि मर्मत गरिदिन्थेँ मैले। अहिले चाहिँ हामी चाहिँ यति बेला चाहिँ होइन डाँडाको टुप्पोको नागी भन्छ कि के भन्छ है, त्यो ठाउँमा चाहिँ टक्क आइपुगिसकेको छौँ कि। यतातिर हेर्नु सर्लक्क गढी चाहिँ उता माथिको डाँडा हो है। बिस्तारै यहाँबाट चाहिँ बाटो बिग्रेछ है। ओइ एक पनि तान्दैन क्या हो, तान्नै गाह्रो गर्छ त। अझै त्यहाँ माथिबाट घुमाएर यस्तो घुमेर वहाँ पुग्छ। त्यहाँबाट उता पारि कटेपछि चाहिँ मौसम चाहिँ एकदम बबालै चिसो छ क्या। बबाले त के भन्नु भनिदियोस्, यहाँको हेरी चाहिँ त्यहाँ चाहिँ बबा चिसो छ भान्जा। यो ठाडो उकालो नौक्लेर भान्जालाई झराउनै पर्ने भयो नि। सिङ्गल पनि तान्न गाह्रो गर्छ अहिले त यार। ओए गाइज मेरो क्लच प्लेटमा समस्या परिरहेको छ, अलिकति मिलाउनु पर्यो। ओए धुलो उडायो, यसलाई धेरै गाह्रो पऱ्यो यार। झन् हाम्रो बाइकलाई कति गाह्रो पऱ्यो झन्। बस ल उपर्ने गढीको लास्ट दुईवटा टर्निङ चाहिँ बबाले छ कि पिछे भयो भने ठाडै उकालो छ। झन् त्यही माथि त्यो तल झन् बाटो बिग्रियो नि त, त्यहाँ झन् बबाले खायो झन् उकालो। ल है मा भान्जा जबरजस्ती जसो तसो गरेर भए पनि उपर्ने गढीसम्म आइपुग्यौँ। अनि उपर्ने गढी चाहिँ यतापट्टि साइडमा छ, त्यहाँ चाहिँ होमस्टेहरू पनि छ। दस 15 मिनट चाहिँ यहाँ बसेर चाहिँ एकछिन बाइक पनि सेलाउनु पऱ्यो। ल गाइज बाइक चाहिँ यही हो है, जे जस्तो भए पनि पुरानो भए पनि र अब पुरानो भन्दा पनि पुरानै हो नि। न 14 प अनि 14 लड्को भनेपछि त धेरै पुरानो हो नि। जे होस् होइन त्यत्तिको ठाडो उकालो कटाएर चाहिँ यहाँसम्म चाहिँ ल्याइपुऱ्याएकोमा चाहिँ मेरो यो सिबीलाई चाहिँ एकदम मनैदेखि सल्युट छ मेरो चाहिँ। ल गाइज हामी चाहिँ एकछिन यहाँ यसो अलिअलि पानी सानी खाएर यसो फोटो सुट गरेर निक्लिसक्यौँ है। ल गाइज है सिनेमेटिक सर्ट इन्जोय गरौँ है। यहाँबाट चाहिँ बाटो यस्तो टर्निङ छ अरे। तान्छ किन नतान्ने हो र, तान्छ नि ठाडै डाँडा। आमा गाइस डाँडातिर आउनु छ भने चाहिँ बाइकको कन्डिसन चाहिँ बबल दामी बनाएर आउनु होला है। यो चाहिँ मेरो सजेसन, किनकि मैले भोगिसकिछु कि अहिले के तान्दैन यार। जस जबरजस्ती चाहिँ ल्याइरह, धोका चाहिँ देखाएन झन्न मेरो सिबीले। तर तपाईँहरू आउँदाखेरि चाहिँ बाइकको कन्डिसन चाहिँ बबाल दामी बनाएर आउनु होला, नत्र भने गाह्रो हुन्छ तपाईँहरूलाई। यहाँ पहिरो खसी थियो क्या यार, दाइले सफा गरिदियो हुँदो रहेछ त। यहाँ हेर्नु कस्तो कस्तो कोप्रो परेको हेर्नु न है। अन्त नि कस्तो बबाल भर्खरै ढुङ्गा खस्ला जस्तो फिल भयो मलाई त यार। भन्छ आमा बाटो त उहाँ हेर न भान्जा, उहाँ दुईवटा ट्रक हेर्नु त्यहाँ। अझै पारी हो त्यहाँबाट नि। यहाँबाट नि यहाँ जाने कस्तो छुट्टै भाइपुग्यो है। होला यो चाहिँ पानी घट्यो होला पक्कै नै होइन। ऊ त्यो अगाडि चाहिँ हेर्नु पाइपबाट पानी सर नहेर्दा नि आउनु बेला स्याम्पू बोकेर आउने। यहाँ पनि ढुङ्गा झरेको छ भान्जा हेर्दै। ओए कति धेरै बाख्रा।
जता हेऱ्यो त्यतै डाँडामा देखिन्छ भन्छ यार। यहाँबाट हेर्नु आमा यहाँबाट हेर्नु झन् फाटै हेर्नु कस्तो बवाल देखेको के। सो गाइस अहिले चाहिँ हामी चाहिँ तेर्से गाउँमा आइपुगेको छौँ है। तेर्से गाउँमा ठ्याक्क 1:45 बजी आइपुगेको छौँ। तेर्से गाउँबाट देखिने भ्यू चाहिँ बवाल दामी छ कि। तेर्से गाउँमा चाहिँ यहाँनिर चाहिँ यसो सस्ताबाट चाहिँ मौरी पालन पनि भएको रहेछ है। तेर्से गाउँ चाहिँ म तपाईँहरू देखाउँछु है। यही हो तेर्से गाउँ, तपाईँहरू देख्न सक्नुहुन्छ है। आमाले चाहिँ बाख्रा डुलाउन आउनु भएको रहेछ। तेर्से गाउँ यही हो गाइस है। अनि यहाँबाट तेर्से गाउँबाट पुग्नु पर्ने चाहिँ हामी चाहिँ मायाटार चाहिँ उयो तपाईँहरू यो स्कुल देख्नु भयो होला होइन। यहीँ पुग्नु पर्ने है। तपाईँहरूले क्यामेरामा खासै हेरेर थाहा पाउनु हुन्न होला होइन। यसको लागि चाहिँ तपाईँहरू स्वयं यहीँ आफै आउनुपर्छ होइन भन्छ। ओ मामा चिल छ बवाल मजा आइरहेछ। 3 वर्षको विदेशको अनि यात्रापछि भन्छ कतिको रमाइलो लाग्छ डाँडा देख्दाखेरि त। बवालमा बवाल मरुभूमिबाट सिधै पहाडमा आउँदा छुट्टै फिल भइरहेको। तिमीहरूको इक्जाम भ्यायो? ए इक्जाम चलिरहेको नि त अहिले बुढाहरूको इक्जाम भ्यायो रे। ल गाइस है मायाटारमा तपाईँहरूलाई फेरि एकचोटि स्वागत गर्दछु। यो मायाटारमा चाहिँ त्यहाँ माथि चाहिँ स्कुलहरू छ है। स्कुल दामी छ। यहाँ घर हेर्नु न। अनि त्यो काठमा चाहिँ के राख्न लाग्छ सायद मेरो विचारमा त्यो भन्छ। त्यो के हो त्यो काठको? त्यो भगारी टाइपको कि गोठ हो बाख्राको? अनि यहाँ नस्पतिको बोट पनि टन्न रोपेको छ उनीहरूले। अनि यताबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले गाउँ है बवाल दामी। कस्तो छुट्टै संसार आए जस्तो फिल भइरहेको। यताको घर पनि हेर्नु कस्तो मजाले होइन। चारैतिर जसाले छाएर पाखे घर बनाएको दामी के। अनि यहाँ पुरानो घर ढुङ्गाले छाएको। यो चाहिँ के छ? सामुदायिक स्वास्थ्य केन्द्र रहेछ यो, इकाइ केन्द्र। ए यता चाहिँ धेरै चाहिँ बलेर चल्दो रहेछ है। यहाँ के हो रिद्धि खोला 3 किलोमिटर रे यहाँ। ओ यो हो नि त गाउँ। आमा कसम यो हो कि ठाउँ। आमा त्यताको भन्दै यताको मौसम चाहिँ अलिक चिसो लाग्यो मलाई चाहिँ है। आमा यो हो नि त गाउँ। सिनेमेटिक सर्ट एकचोटि फुल इन्जोय गर्नु होला यो गाउँको है त। भन्छ चाहिने नि त कता किराना पसल भेट्यो भने। यहाँनिर कुनै गाउँ छ पसल छ कि? दिदी पसल हो यो? चिया पाइन्छ? हजुर खाइदिने? ल हुन्छ ल। यहाँ दिदीकोमा कालो चिया खाइदिनु भयो हामी चाहिँ है। के छ दाइ आरामै हुन्छ? दाइहरूको गाउँ घुम्दै आएको के दाइ? अनि फर्स्ट टाइम आएको रमाइलो लागिरहेको के। बबालसँग धार लाउँदो रहेछ त। ल दाइहरूले चाहिँ होइन त्यो रुख काट्ने त्यो चेन्ज हुनु सायद इलेक्ट्रिक होला त्यो होइन। त्यसमा पुरा धार लाउँदै रहेछ। दिदी 2 कप बनाइदिनुहोस् ल। 2 कप बनाइदिनु ल। अहिले चाहिँ हामी दुम्कीमा आइसक्यो है। दुम्कीमा आउनु बित्तिकै तपाईँहरू देखिसक्नुभयो ठाउँ चाहिँ बवाल छ है। दिदीकोमा चाहिँ यहाँ सानो एउटा पसल जस्तो रहेछ। यहाँ चाहिँ बसेर मा भन्छ चाहिँ कालो चिया खाइदिनु लाग्यो। खाजा पनि आइपुगिसक्यो है। चाहिँ दिदीले बनाएको स्पेसल चाउचाउ अन्डा भान्जालाई गफ पनि दिइसक्यो है। अनि चाहिँ तलबाट ल्याएको एक्सट्रिम टक्क लगाएर 2 टाइम ल्याएर चाहिँ यता खाजा खानु लाग्यो चाउचाउ अन्डा। दामी मिठो हो। दामी छ। अन्तको भन्दा दामी छ भान्जा। ल है त। अनि यहाँको खाजा भान्जा बबालै दामी। यो तातो चाउचाउ अन्डाको साथमा यो दामी भ्यू होइन बवाल दामी के। सर डाँडा काँडा हेर्दै होइन। ल अङ्कल लाग्छु ल। राम्रो मिठो चाउचाउको लागि धेरै धन्यवाद। फेरि आउँछु नि। ल अङ्कल ल। ल भाइ ल निस्किनु लाग्यो ल। ल राम्रोसँग बस ल। यताबाट चाहिँ निस्किने ठाउँ छ है। ल यति राम्रो ठाउँलाई पनि बाई बाई गर्ने बेला भयो है। त्यस यहाँ बसेर चाहिँ धेरै रमाइलो भयो। टाइम पनि 3:15 भइसकेको छ नि त। अब मेरो बाइकले चाहिँ अब चाहिँ राम्रोसँग घर पुऱ्याओस् भनेर। ल भाइ ल। ल यति राम्रो गाउँलाई ठाउँलाई बाई बाई गर्दै अब चाहिँ हामी निस्किनु लाग्यो। बाई बाई। यहाँबाट हेर्नु न त्यो अघिको गाउँ के। हेर्नुहोस् न अघि हामीले खाजा खाएको गाउँ के। हामीले खाजा खाएको घर चाहिँ होइन ऊ त्यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ है।
उहाँ तल छ है त्यहाँबाट गयो हेर्नु तलदेखि माथिसम्म सर्लकै पुरै अनि त्यो पछाडिको डाँडा हेर्नु यस्तो बबाल दामी दामी देख्छ कि ऊ पारी गाउँ चाहिँ धादिङ जिल्ला रे यो चाहिँ चितवन जिल्ला हो त्यो पारिको चाहिँ धादिङ जिल्ला हेर्नु न आमा कसम यो हो नि त नि त्यहाँनिर स्कुल दामी रहेछ त्यहाँ स्कुल त यार है अघि आउँदाखेरि त्यो स्कुल त हामीले देखेको थिएन नि त राम्रोसँग अहिले त स्कुल त यहाँबाट त पक्की बिल्डिङै हेर्छ त बनाएको मायाटारमा त यहाँ त के हो यार बोलेरोमा पुरा इँटा लोड गर्दैछ त यहाँ त ल गाई चाहिँ यो चाहिँ मायाटार होमस्टे है तपाईँहरू यहाँ पहिला पनि आउनुभयो होला को आउनु भएको छैन भने एकचोटि आउनु होला मायाटार घुम्नलाई दामी छ अनि यतापट्टि उते गाउँ पनि बबाल दामी छ के यहाँ यति बाटो चाहिँ मर्मत गरिदिए भएदेखि अलि राम्रो हुन्थ्यो यो ढुङ्गा कस्तो बबाल देखिन्छ कि तेर्सेको ढुङ्गा हेर न त्यहाँदेखि यो ढुङ्गा कस्तो बबाल देखेको भन्दै थपक्क बसेको अनुहार जस्तो देखिने कि मान्छेको ल गाइस फेरि हामी उपरतन गढी आइपुगिसक्यो है माथि चाहिँ उपरतन गढी छ हामी गढीमा चाहिँ छिर्दैनौँ किनकि टाइम पनि छैन नि त त्यही भएर चाहिँ हामी यहाँबाट चाहिँ सिधै घरै जान्छौँ सिधै एकैचोटि माथि नचढ्ने ल गढी बाई बाई है गढीलाई पनि बाई बाई गरिदिए है ब्रेकको भरमा झर्नुपर्छ हेर्नु नि यहाँ बाटो यहाँ यस्तो यस्तो टर्निङ छ कि यस्तो ओह्रालोमा त गफ गर्नु हुन्न यार यहाँ हो क्या अब भान्जा अब गु टुङ 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 झर्ने अब ल है अफरोड पनि छ यो बाटोमा पुरै इन्जिन ब्रेकको भएर झर्नु पऱ्यो हेर यहाँबाट गयो भने मेरो आमै अनि अर्को कुरो चाहिँ के हो भने होइन यो तपाईँहरूलाई होइन अफरोडमा उकालो ओह्रालोमा होइन बाइक चलाउँदाखेरि चाहिँ एउटा कुरो चाहिँ के ख्याल गर्नु भने यो ओह्रालोमा चाहिँ इन्जिन ब्रेक हाल्नु चाहिँ नबिर्सिनु क्लचलाई धेरै दबाउनु हुन्न क्लच धेरै दबायो भने चाहिँ होइन ब्रेकको भरले मात्र गर्दा चाहिँ ब्रेक हिट भएर ब्रेक फेल भएर एक्सिडेन्ट हुने सम्भावना बढी हुन्छ त्यो तपाईँहरूलाई थाहा भएकै कुरो होला होइन त्यही पनि एकचोटि मैले भनिदिएँ नि त यो अफरोड चाहिँ यति मात्रै हो है यहाँसम्म मात्रै हो अब यहाँबाट चाहिँ अब फुल पिचै हो ल यहाँ त ट्रेन त फेरि गएछ त भान्जा यसले टर्निङ काट्न भ्याएन छ सिधै गएर खसेछ मान्छेलाई चाहिँ केही नै भएन होला सायद होइन त त्यहाँ जानुको सट्टा यहाँबाट गएको भाइ आमा त्यही अब गाडी घोडा साधन भनेको कुरो त अब त्यो बनाउन मिलिहाल्छ मान्छे त बनाउन मिल्दैन नि त यो ठ्याक्कै झोलङ्गी बोलाउने बित्तिकै थाहा हुन्छ कि यो गाडीको अन्तिम ओह्रालोको टर्निङ हो भनेर यो पनि स्टिप छ के अब यहाँ आउनेलाई थाहा होला होइन कतिको स्टिप छ भनेर होइन अब भिडियोमा त खासै नदेख्ला तर स्टिप चाहिँ बबाल स्टिपै छ यो हो शक्तिखोर बजार अब चाहिँ कालिका आइपुग्नु लाग्यो अगाडि चाहिँ यो बिजुली अगाडि गइरहे कता बिजुली बिग्रियो होला अघिसम्म कहाँ डाँडामा थियौँ है अहिले हामी कहाँ यता तराईको फाँटमा आइसकेको छौँ कि तपाईँहरूले देखेको छैन कुनै होइन अगाडि देखेको डाँडा छ नि होइन त्यो त्यहाँबाट चाहिँ फुल माथितिर चाहिँ फुल डाँडा हो कि तपाईँ कहाँसम्म भन्नुहुन्छ जहाँसम्म भने त्यहीसम्म डाँडा हो नन स्टप डाँडा हो त्यहाँबाट चाहिँ नमुना चोक है नमुना खाने पानी ट्याङ्की भन्ने बित्तिकै होइन आइपुग्यो अब घर चाहिँ धेरै टाढा छैन यहीँ अगाडि नै हो जस आजको दिन आजको भ्लगमा चाहिँ तपाईँहरूलाई एकदम रमाइलो लागेदेखि चाहिँ है मेरो भ्लगलाई चाहिँ यो च्यानललाई चाहिँ लाइक सब्सक्राइब र सेयर गर्नु चाहिँ नबिर्सिनु होला अनि यस्तै राम्रो कन्टेन्टको लागि राम्रो भ्यूको लागि तपाईँहरूलाई नयाँ नयाँ ठाउँ घुमाउनको लागि म सधैँ तयार नै हुन्छु जस तपाईँहरूले चाहिँ मलाई साथ र सपोर्ट चाहिँ गरिदिनु होला भन्ने आशा गर्दै आजको यो मेरो भिडियो चाहिँ यहीँ इन्डिङ गर्न चाहन्छु है त ल घर पनि आइपुग्यो यही हो पुष्पराज।